हेलो नमस्ते नमस्ते के छ हजुरको हाल खबर मेरो हाल खबर एकदम ठिक छ अनि मलाई मामाले देखि खान सक्नुहुन्न आजकल मलाई खै रिस मान्नुहुन्छ के म अब गइजान्छु यो महिनाको लास्टतिर उता पर घर यो महिनाको लास्टतिर घर सर्छु अनि मामालाई आनन्द होला कुम्मना त आजकल गाली गरेर रिस मानेर के हो यहाँ त मामाले त मलाई आजकल देखि खान सक्नुहुन्न के खै किन हो म उता पर घर गएपछि फर्केर आउँदिन बोय तपाईँ मलाई भेट्न आउनु होला है उतै के अरे गुवातिर त कस्तो आँप पाकेछन् गरे आजकलै आँप खाइ मुखभरि घावा खाउन् भन्नुहुन्थ्यो कसको नम्बर कसकोबाट हाल्नु भएको अरे के अनि मैले मामाको खातामा हालिदिनु पर्छ त खाता थिएन फोनै उठाएन भन्नुहुन्थ्यो चाहिँ मामा हुनुहुन्छ क्या मामासँग यस्तै हो जहिले यस्तै झगडा परिरहेको छ क्या हाम्रो अनि यस्तो त नि गाउँ घर भएको जस्तै हो झगडा पनि हुन्छ माया पनि हुन्छ होइन साथीहरू अनि आज चाहिँ यस्तै हो हाम्रो दिनहरू यस्तै बेर गरे बित्यो उता पूजामा गयौँ पूजा थियो हाम्रो गाउँमा त्यहाँ गयौँ अनि यसो पूजाको प्रसाद खायौँ अनि आएर बसेको आज दिन शीतलै छ अस्ति पानी परेको भएर शीतलै छ आजकल चाहिँ म चाहिँ आज बाहिर बसेर अनि त्यतिकै गफ गर्दै बसिरहेको साथीहरू